हेलो एभ्रिवान वेलकम टु माई च्यानल। अब चाहिँ आज चाहिँ म क्लासरुममा नोट कसरी अपलोड गर्ने। सुरुमा हामी गुगल क्लासरुममा जानुपर्ने हुन्छ। अनि गुगल क्लासरुममा गएपछि असाइनमेन्ट दिएको छ कि छैन भनेको अहिले चाहिँ मसँग 7 क्लासको म स्टुडेन्ट छु। अब त्यहाँ चाहिँ के अरे असाइनमेन्ट चाहिँ छैन भनेर हेर्नु पर्यो। असाइनमेन्ट छ भने असाइनमेन्टको डेडलाइन कहिले छ? न्यू असाइनमेन्ट ग्रुप बी क्वेसन सोल्युसन कहिलेसम्म रहेछ? 11:53 AM 11:53 AM। के रहेछ भने 11:53 AM छ। के छ ड्यु टुमरो 8 PM 8 बजीसम्म मात्रै 8 बजेभित्रमै अपलोड गर्नुपर्ने हुन्छ। नत्र भने भोलिको 8 बजेभित्र अपलोड गर्यो भने होमवर्क चाहिँ एक्सेप्ट हुँदैन भने एट वर्कमा जाने। अब हामीले यहाँ चुज गर्न सक्छौँ। हामीसँग अहिले के छ? अघि हाम्रो के थियो? फाइल थियो। त्यसको लागि हाम्रो पिडिएफ चाहिँ यहाँबाट अपलोड गर्ने। अपलोडमा क्लिक गर्ने। त्यसपछि अघि कुन थियो हाम्रो नोट्स थियो। नोट्समा चुज गर्ने। अनि पछि अब हाम्रो यहाँ नोट्स अपलोड हुँदैछ। यहाँ तल यसरी माथि तान्नु सक्यो। तल यहाँ तल बस्छ नोट्स पिडिएफ एट्याच भनेर देखेपछि यहाँ माथि गयो भने यो हाम्रो यसमा एट्याच भएको देखाइसक्यो। अब यहाँ कमेन्ट एड गर्ने। कमेन्ट के राख्ने? दिस इज माई HOMEWORK होमवर्क असाइनमेन्ट SSIG असाइनमेन्ट के भनेपछि सक्यो। अब यसलाई टर्न इन गर्नुपर्छ। लास्टमा हामीले टर्न इन गऱ्यो भने सबमिट भयो है। टर्न इन गर्नुपर्छ। टर्न इन गरेपछि हाम्रो चाहिँ होमवर्क सबमिटेड हुन्छ। असाइनमेन्ट टर्न इन भने असाइनमेन्ट टर्न इन भनेर देखाइसक्यो। भनेको असाइनमेन्ट सबमिट भइसक्यो भनेको। सर दिस इज माई होमवर्क अर असाइनमेन्ट। यो मेरो कमेन्ट भयो। यो चाहिँ मेरो असाइनमेन्ट भयो। अब यसलाई मैले सबमिट गरिसकेँ। अब यहाँ सरले देख्नुहुन्छ त्यस अनुसारले हाम्रो मार्क्स आउँछ। यहाँ 50 मार्क्सको लागि देखाएको छ। प्यारेन्ट्सहरूले नै हेरिदिनु होला। 50 मार्क्सको लागि यो असाइनमेन्ट छ। असाइनमेन्टको 50 मार्क्स आउँछ। आजको लागि यतिकै। धन्यवाद।